युवाहरूको बारेमा तपाईँले धेरै काम गरिराख्नु भएको छ होइन। पहिला पनि त युथ सङ्गतिमा अब नेपालदेखि नै गर्नुभएको हो होइन, विशेष त अब जवानहरूसँगै गरिराख्नु भएको छ। आजको बुटनिस नेपाली युवा पुस्तकको आत्मिकी अवस्था चाहिँ कस्तो देख्नुहुन्छ? अहिले रिसेन्टली चाहिँ थोरै बेटर भएको हो कि जस्तो हो, तर आई थिङ्क फ्यु इयर्स ब्याक चाहिँ निकै गाह्रो अवस्था थियो जस्तो लाग्छ मलाई, किनकि पुराना पास्टर्सहरूले पनि नयाँ कुरा अपनाउनु पर्छ भन्ने ठाउँ थिएन। तर म अहिले यो वर्ष 2025-2026मा चाहिँ धेरै अलिकति पुराना पास्टर्सहरूले पनि नयाँ कुराहरू ट्राई गरेको देखिरहेको छु। नयाँ ढाँचा पनि परिवर्तन गरेको देख्छु होइन, तपाईँले पनि अनुभव गर्नुभएको छ। त्यो हुँदा चाहिँ धेरै राम्रो हुन्छ कि भन्ने आशा पनि छ अब अझै भइरहेको छ अझै अब चाहिँ। तर तपाईँको विगत ब्याक टु 4-5 इयर्स तपाईँले जानुभयो भने चाहिँ धेरै नै गाह्रो थियो, धेरै गाह्रो थियो। चर्चमा एकदमै एउटा फेज नानीहरूको, एउटा उमेरको नानीहरू मात्रै आउने होइन, अनि ठ्याक्कै कलेज जाने बित्तिकै नानीहरू नआउने अथवा बे गर्ने बित्तिकै युथ सेवा नआउने विभिन्न कुराहरू छन्। अनि अब अहिले चाहिँ म अलिकति चेन्जलाई एक्सेप्ट अथवा न्युनेसलाई अथवा नयाँ पनि गरौँ अथवा हामी अमेरिकामा छौँ भन्ने कुरालाई एक्सेप्ट गरेको हो कि जस्तो लाग्छ। नत्र चाहिँ विगत 3-4 वर्षलाई पछाडि फर्केर हेर्ने हो भने चाहिँ अब नेपालमै छौँ जत्तिकै थियो हाम्रो नेपाली सेवकै जस्तो लाग्छ मलाई। युवाहरू विशेष गरी चर्चबाट किन टाढा गइरहेका छन्? आई थिङ्क मोर लाइकली त्यही नै हो, चर्चले जवान भएरै सोच्नुपर्छ जस्तो लाग्छ। चाहे चर्चमा जतिसुकै उमेर भएको पास्टर जस्तो, किनकि जस्तै उदाहरणको लागि हुन त अब हामी जवान भएर भनेको होइन, म पनि त पछाडि उमेर त ढल्किन्छ नि। जस्तै अब मण्डलीमा 60 वर्षको उमेरको पास्टर छ भने उहाँ एक समयमा 24 वर्षको त हुनुहुन्थ्यो होइन। उहाँले 24 वर्षको मान्छेले के सोच्छ, के मन पराउँछ होइन, 8 घन्टा सिधा वचन सुन्न सक्छ सक्दैन, वा 1 घन्टा सिधा बसेर वचन सुन्न सक्छ सक्दैन, छपक्कसँगले भुइँमा बस्न सक्छ सक्दैन। अब हामी कति चञ्चले हुन्छौँ नि त्यो उमेरमा। अनि अहिलेको टिनेज नानीहरू भनेको चाहिँ त्यस्तै हो, उनीहरूलाई अब त्यही तरिकाको सेवकाईमा हामीले मिल्न पर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। र हाम्रो चर्चमा चाहिँ हामीले अलिकति धेरै नै नानीहरूलाई सुन्छौँ जस्तो लाग्छ मलाई। हुन्छ मेरो चर्चको नानीहरूले भन्न सक्छन् यो पोडकास्ट सुनेर होइन, तर मलाई चाहिँ आई थिङ्क म सुन्छु पनि र उनीहरूले मलाई भन्नु सक्ने ठाउँ चाहिँ मैले बनाएको छु। जस्तै उनीहरूसँग साथी भएर होइन, अनि उनीहरूसँग खेलेर, उनीहरूसँग रमाइलो गरेर, उनीहरूसँग बसेर, त्यो रमाइलो गर्दा गर्दै पनि त प्रभुको कुरा सिकाउन सकिन्छ नि त होइन। तर अब उनीहरूसँग समय नै नबिताउने, उनीहरूसँग बस्दै नबस्ने, उनीहरूको सोच विचार, उनीहरूको कुन अवस्थामा छ, उनीहरूको हर्मोनल चेन्जहरू भइरहेको हुन्छ टिनेजमा होइन। अब गर्लफ्रेन्ड बोयफ्रेन्डको परिस्थितिहरू भइरहेको हुन्छ, कलेजमा स्कुलमा प्रेसर हुन्छ उनीहरूलाई होइन, घरमा तपाईँको चाहिँ दुईवटा फरक कन्ट्याक्ट छ नि त। अमेरिकामा उनीहरू कलेजमा जाँदा उनीहरू अर्कै भएर जान्छ, घरभित्र आउँदा अर्कै हुन्छ। अनि त्यो कुराहरूलाई चाहिँ राम्रोसँगले नबुझिदिएको कारणले हो कि नानीहरू चर्च आउँदाखेरि चाहिँ बाँधिएको जस्तो फिल क्या भएर चाहिँ अलिकति नानीहरूको टिन एज र नानीहरू चाहिँ चर्चमा नखुलेको हो कि जस्तो लाग्छ मलाई चाहिँ। भनेपछि युवाहरूलाई चर्चमा टेकाइराख्नुको लागि चाहिँ तपाईँले भने जस्तै कुराहरू चाहिँ जरुरत छ। एकदमै मलाई लाग्छ हामी सबैजनाले यदि जवान पास्टर जस्तै म पनि अहिले मेरो नानीहरूको लागि बुढो हो क्या, खासै बुढो होइन। साँच्चै भन्नुपर्दा मलाई धेरैले अङ्कल भन्न थालिसके नि अब होइन, अथवा मेरो मैले आफूले हातमा बोकेको नानीको अहिले नानी छ क्या, नानी छ। म चर्चमा यो भन्ने गर्छु क्या होइन, मैले साँच्ची नै नानी बोकेको नानीको नानी छ नि त अहिले। मेरै विचार गरौँ न, मैले यसरी बोकेको मेरो सुमन भाइलाई सानो बच्चा यत्रो हुँदा बोकेको, मसँगै नानी छ उसको, अनि नानी दुईटा, उसको पनि दुईटै छोरा छ, मेरो जस्तै उमेरको छ, अनि होइन दुईटा छोरा छ, मेरो पनि दुईटै छोरा छ भनेपछि एकदमै। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ मेरो विचारमा जति नै उमेर खाए पनि एक समयमा जवान हो मान्छे, पास्टर्सहरू अब अलिकति उमेर खाएको पास्टर्सहरूले पनि जवानहरूलाई चाहिँ अहिलेको उनीहरूकै परिस्थिति अनुसारले सेवकाई पुर्याएको चाहिँ राम्रो हुन्छ। उनीहरूसँग घोलमेल हुनु एकदम आवश्यक छ। सोसल मिडियाको बारेमा पनि अलिकति कुरा गरौँ होइन। सोसल मिडियाले युवाहरूको आत्मिक जीवनलाई कतिको असर गरेको छ? असर गर्छ नि। मैले इफ आई रिमेम्बर करेक्टली धेरै वर्ष भयो, तर यो होइन लगभग 4-5 वर्ष भयो होला, रियल भर्सेस रिल भन्ने एउटा वचन बोलेको थिएँ मैले।
आइडोवा कि आयोमा बोलाउनु भएको थियो मलाई वचन बोल्नलाई, त्यहाँ मैले त्यो वचन बोलेको थिएँ। रिल र रियलमा चाहिँ धेरै फरक हुन्छ कि। तपाईँको रिलमा चाहिँ तपाईँको चाहिँ अर्काको बुढी पनि आफ्नो श्रीमती भन्न पाइयो एकछिनको लागि होइन, एकछिन कुरा मात्रै गर्नलाई, कुरा मात्रै। रियलमा त हुँदैन। अनि रिलको दुनियाँले चाहिँ एकदम छोएको छ क्या हाम्रो नानीहरूलाई। अब फेकनेस सुरु हुन्छ होइन। हजुर। अनि मैले आज बिहान मात्रै कुरा गर्दै थिएँ, कसैले पनि याद गर्नुहोस् नाकमा कालो लागेको छ भने त्यो फोटो फेसबुकमा हाल्दैन कि होइन? हाल्छ होला त भन्नुहोस् न? हाल्दैन। तर रियलमा त कालो छ नि त होइन? तर यहाँ केही लागेको छ रियलमा भयो तर हाल्दैन नि त होइन? अथवा तपाईँको केही दाग छ भने पनि त्यसलाई मेटाएर मात्रै हाल्छ क्या मान्छेले अहिले त पुरै त्यसलाई बनाएर होइन। अब जस्तो तपाईँ र म हेरौँ, अब सिधै भन्नुपर्दा हामी अलिकति होइन, हाम्रो कलर भनेको अलिकति डार्कर साइडमा छौँ हामी, भनौँ न डार्कर साइडमा भनौँ। अब सिधै भन्नुपर्दा अब म यस्तै हो क्या होइन, अलिक धेरै लाइट लाउँदा अलिक उज्यालो होला होइन, नत्र भनेको यस्तै हो। तर अब मैले चाहिँ गोरो बनाएर हालेर हुँदैन नि त, हामी हालिन्छ तर याद गर्नु भएको छ हामी सफा गरिन्छ होइन। अनि त्यो चाहिँ रिल हो क्या। तर हाम्रो नानीहरू अहिले चाहिँ त्यो रियालिटीमा चाहिँ जिउँछ, द्याट्स देयर रियालिटी। अनि घरमा अर्कै, फेरि आमा बाबुसँग बोली पनि अर्कै, व्यवहार अर्कै, बसाइ अर्कै होइन। अनि रिललाई चाहिँ रियल सोचेको छ। हजुर। अनि त्यो चाहिँ ठुलो समस्या हो सोसियल मिडियाको। हजुर। मेरो विचारमा एकदमै ठुलो समस्या हो। अनि बरु सोसियल मिडियामा यस्तो पोडकास्टहरू होइन, बरु यस्तै कुराहरू चाहिँ अलिकति आयो भने अझै धेरै पोडकास्ट हुनुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। आफ्नो एक्सपिरियन्सहरू सेयर गरेर रियल भोगाइहरू मान्छेले सुन्नु। किनकि मेरो टेस्टमनी अघि मैले भने मान्छेले नपत्याओस्, नपत्याएर भएन क्या, त्यो मेरो तपाईँको गवाई हो नि त, गवाई हो नि त मेरो। अनि फेरि तपाईँले त्यो गवाई बोल्नु भएन भने तपाईँसँग रहन्छ। यस। अनि आफूले पाएको कुरा चाहिँ भन्नुपर्छ एकदम होइन, एकदम। त्यो त तपाईँको रियल टेस्टमनी हो नि त। एकदम एकदम।